हेलो नमस्ते वेलकम टू माई ब्लग। गाइस आज रेडी भएर हिँड्न लाग्यो। अब शङ्करनगर मामा घर जानु लाग्यो। आँखा साखा चेक गरेर हस्पिटलमा आएपछि मामा घर गएर आएपछि चेक गर्ने। हाम्रो दिदी र म हिँड्दैछौँ। यता हेर्नु त दिदी कस्तो देख्नुभएको छ? हिरो नि देख्नुभएको छ दिदी। मामाको घरतिर हाम्रो अर्को दिदी बल्ल आउनुभएको छ हिजो पहाडदेखि। टन्टपुरे घाम खान हिँडेको नि। अब दिनदिनै नि के भ्लग हाल्ने, कहीँ जान्न, घरदेखि बाहिर कहीँ जान्न। दिनदिनै यो गाउँ पनि के देखाउने हजुरहरूलाई। त्यही भएर हो। यहाँ चाहिँ हेराउने माताजीको घर हुनुहुन्छ। कोही हेराउन चाहनुहुन्छ भने आउनुहोस्। मणिगरम 4 नम्बर सूर्यपुरा हेराउने माता भनेपछि सबैले चिन्नुहुन्छ। राम्रो हेराउनुहुन्छ, आउनु होला। मेरो अलि आँखा दुखिरहेछ गाइस, त्यही भएर भिडियो पनि दिनदिनै गराउन सक्दिनँ। अब आज बल्ल जाँदैछु हस्पिटलतिर। रिक्सामा बसियो। अब लाग्दैछौँ शङ्करनगरतिर। मकैबारी यहाँ फेरि के लगाउँदो रहेछ। र त गाइस अब मणिगरमा आइयो। यहाँ फलफुल लिँदै हो दोकानमा। फलफुल लिँदैछ, फलफुल लिँदै हुनुहुन्छ दिदीले। ल त गाइस गाडीबाट झरियो। अब चाहिँ लाग्न लाग्यो। गाडीले चाहिँ अलि अगाडि नै रोक्दैछ। त्यही भएर हिँड्दै बाटोमा। र गाइस हामी त हराइएला जस्तो चल्लामाला छ। बाटै चिनेन। धेरै वर्ष भयो नआएको, त्यही भएर बाटो चिनेन। हराइएला जस्तो छ। हजुर के गरे? डाटा तान्नै जान्दैन। हराइन्छ क्या हो आज त दिदी र म। क्या यतैतिर हो बाटो भर्खर गाडी निस्किनु हो। होइन भने माइजूलाई हामी त हराइ भन्नु पर्छ। होइन दिदी बाटो त जताततै छ। यहाँ पनि बाटै है। ल त गाइस फाइनली बाटो भेटाइयो। ठाउँको नाम पनि फेरि डिङ्गर कुवा भन्ने है छ। हेर्नु भेटाइयो। अब हिँड्दैछौँ। अब घर चाहिँ अब कतिखेर भेट्टाउने थाहा छैन। अब त्यहाँ म त्यो अरू घरले कन्सियस नगराएको मलाई यस्तो टेन्सन। लिचीको रुख गाइस, लिचीको रुख। यहाँबाट ज्ञान जाने। ल गाइस अब बाटो त भेट्यो, घर त भेटेन। दिदी हामी त टाढा आयो नि क्या हो। टाढै आयो भने ल त गाइस अब फाइनली आइयो बाटोमा। मेन बाटोमा हराउँदै खोज्दै बुझ्दै सोध्दै
अब चाहिँ घरमा चाहिँ चिन्छौँ घर चाहिँ घर चाहिँ चिनिन्छ बाटो अलि एक त मेरो यस्तो गर्दा यो आँखाले देख्न मिलेको छैन हेर्न मिलेको छैन केही देखेको पनि छैन नजिकको मान्छेलाई देखेको छैन यस्तो गर्दा हजुर दुइटै आयो त्यस्तो भयो अब दिदीले मलाई डराउँदै डराउँदै लिएर आउनु होइन घर त यो होइन कि के हो यहाँ थियो ऊ त्यो थियो नि त अनि ऊ त्यो हो त्यो थियो नि त पिङ खेल्न ल आयो घर आयो ल नमस्कार माइज सबै घर बनाएर अर्को यो बाटोमा आयो पल्लो बाटो धम्न उठायो ल त गाइस फाइनली आइयो घर माइजीको घरमा ल त गाइस अब खाना खान लाग्यो दिदी खाँदै हुनुहुन्छ अब खाना खान्छु फेरि एकछिनपछि हेर्नुपर्छ ल त गाइस लाग्यो हाम्रो देवर बाबुको गाडीमा सरर लाएर ल त गाइस मेडिकल उतै छ कि पनि सोधे ए सोध्न पर्छ ल त गाइस हिँड्यो दबाई सबै आँखाको दबाई गरियो ड्याङ्गै लाएर अब अहिले चाहिँ लाग्नु लाग्यो घरतिर रिक्सामा बस्नु लाग्यो हजुर एकछिन एकछिन भरेर जाने कि अनि भित्र कोचिङ जानु परेको अब घरतिर लाग्न लाग्यो फेरि यता आमाको दबाई पनि लिन थियो आमाको दबाई पनि ल्याइयो मेडिकलमा गएर अब यो घरतिर लाग्न लाग्यो कुखुरोको मासु पनि ल्याइयो गाइस कुखुरोको मासु अब झ्याम्म पकाएर च्याम्म खानुपर्छ खान्छु खानु न हजुर ल त गाइस अब चटपट अङ्कल हुनुहुन्छ केटाकेटीहरू साइकल चलाउँदैछ टक्क अब चटपट चाहिँ खानु पऱ्यो छोरीलाई लिएर जानु पऱ्यो घरतिर नि आइयो घर आइयो अब 6 पनि बज्यो खानासाना बनाउनु पर्छ घरतिर आइयो हस्पिटल गएर आएको झन् आँखा देख्नै छोडेँ ए लौ म ल त गाइस आज फेरि मेरो छोरीले खाना पकाउनलाई छिन् ल के बनाउनु लाग्छ अरे कुखुराको मासु हाल्ला राम्रोसँग ल राम्रोसँग चलाउने बाबुको बन्दुक खै छ त्यहाँ अनि मेरो भाइ बस्नु अब एकछिन गाउँतिर डुल्नु पर्छ आज मेरो पतिदेव काममा जानुभएको कतातिर हराउनु भयो 6:30 भइसक्यो अझैसम्म आउनु भएन दिनभरि मेरो पतिदेवलाई मैले देख्न पाएको छैन अब मेरो बधाई मेरो फोन रोक्न अन गर्नु हेलो गाइज अनि चाहिँ यहाँ हुनुहुन्छ हाम्रो आन्टी अनि आन्टीलाई चाहिँ मेरो ब्लगमा स्वागत छ है
अनि के छ हाई नमस्ते म को भन्दाखेरि म प्रेरणाको मम्मी अनि आन्टीको नि भ्लग छ प्लिज सब्सक्राइब गरिदिनु होला आन्टीलाई पनि आन्टी हजुरको च्यानलको नाम चाहिँ भनिदिनु ल मेरो च्यानलको नाम रानु भ्लग हो मलाई आन्टीले पनि पनि म भर्खर पनि बनाउँदै हुनुहुन्थ्यो। म पनि न्यू भ्लगर हो मलाई पनि लाइक कमेन्ट गरिदिनु होला प्लिज अनि भर्खरै आन्टीले नि के गरेर बस्यो मेरो दलले पुतुले पपिदियो नि त नि बुबुलाई टेलिका नानी बाबुहरू भलिबल खेल्दैछन् केटाकेटीहरू मेरो छोरी यहाँ बसेर मलाई बोलाउँदैछ ल त गाइस खानासाना बनाएर रेडी भयो मेरो छोरीले खानासाना बनाए आज खाना खाँदैछ बाबुले खाना खाँदैछ भाइ यतै डन अन्त प्रेरणाको बाबा पनि भर्खरै दिदी आमाले खाँदै हुनुहुन्छ बा खाइसक्नु भयो खाइसक्नु भयो एउटा डनले पनि खाना खाएर बसिसक्नु भयो काले दादाले हाम्रो सरकार हुनुहुन्छ सरकार भिडियो गराउनु भनेपछि मरे जस्तो न आफूले गराउनुहुन्छ न अर्कालाई गराउनु दिनुहुन्छ अब खानासाना खाइयो सबै रेडी भयो अब सुत्ने बेला भयो अब चाहिँ जान्छु नानीलाई लिएर त्यहाँको नानीहरूसँग नाइट वाक अलिअलि यसो हिँड्न जान्छु छोरीलाई लिएर जानुपर्छ आजलाई यति नै फेरि भेटला नेक्स्ट ब्लगमा सबै खानासाना खाएर बस्नुपर्छ अब सुत्न तयारी गर्नुपर्छ गुड नाइट बाई गाइस Good night. And like and subscribe. Bye.